यो मुक्तिनाथमा छु। यही हो। भिडियोलाई सब्स्क्राइब। गुड मर्निङ गाइज, तपाईँहरूलाई स्वागत छ मुक्तिनाथदेखि। अहिले चाहिँ म यो मुक्तिनाथमा छु, देख्न सक्नुहुन्छ। हिजो हामी बेलुका कति 7 बजेतिर आएको थियौँ हामी उता कोराला बोर्डरदेखि। ओडाहरू सबै फुटेछ, एकदम जाडो छ, चिसो। हिमालहरू यहीँ नजिक देख्छ। हिमालकै हिउँ स्नो। दुईजना साथीहरू यहाँ छन्। यता अरू चाहिँ घोडा चढेर गयो, हामी चाहिँ हिँड्दै जान्छौँ। बहुत साह्रै मान्छे। मुक्तिनाथ मन्दिरमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु भनिन्छ। मान्छेहरू त धेरै रहेछ नि यार। यो मुक्तिनाथदेखिको यो प्रवेशद्वारदेखिको हिमालको वहाँ गएर छुन सकिन्न नि, गाह्रो छ। मान्छेहरू देख्न सक्नुहुन्छ कति धेरै छ। गुड मर्निङ गाइज, हामी चाहिँ यो टिटी लेक जाँदैछौँ। दुईजना, सुजन सर र म टिटी लेक जाँदैछौँ। अरू चाहिँ गइसक्यो अगाडि, जान मानेन। नभए चाहिँ हामी यो ट्याक्क के अरे अघि खाएको ठाउँ खानाको यो पुल तरेर चाहिँ टिटी लेक जान्छ। पहिला एकचोटि गएको थिएँ, भिडियो गराएको थिइनँ। अहिले चाहिँ मैले भिडियो गराउँदैछु। ल स्टार्ट। अब चाहिँ जानु सुरु भयो है त। यो बाटो चाहिँ बसहरू चाहिँ जाँदैन होइन, के अरे उयोहरू चाहिँ बाइकहरू मात्र हो क्या जाने। जानु मानेनन्, जान मान्नु भएन। हामी दुई दाजुभाइ र पारमा सुजन सरतिर म बाटो चाहिँ राम्रै बनाएर अब हेर्नु चाहिँ गुवामारीसम्म जति हुन्छ पेट्रोलको छैन। पेट्रोल पुग्छ 15 मिनट भएपछि। यहाँ कति लगभग 30 मिटर जति छ होला पेट्रोल पुग्छ जस्तो लाग्यो। के अरे बल्ल एउटा ढर्का छ पेट्रोल। घाँसा गएर पेट्रोल हाल्छ मलाई हाम्रो। घामले त केही पनि देखेको छैन त यार। चलो यस्तै हो बाटो। नदेखिने भन्ने हुँदैन क्या। यही त हो टिटी लेक भन्ने। यही हो टिटी लेक भन्ने। यही हो क्या लेक। वहाँ तल एकछिन हेरौँ न, यहाँदेखि नि हाम्रैदेखि हेरौँ न एक झलक। यहाँ तलदेखि जान्छ जान त, यहाँदेखि हेरौँ न। त्यहाँ पारी पारी त कहाँबाट जान्छ र? जाम यहाँ तलबाट बल देखिन्छ के यहाँ तल। यो त ऊ मात्र हो के, ठुलो ठुलो छ। अनि ऊ मात्र तल 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 उहीँ लेकको छेउमा जाने मिल्ने छ के। हिँड्नु नि त। यही हो टिटी लेक। कहाँदेखि जाँदैछ पारी नि? हिँडेर जानुपर्ने हो यहाँदेखि त। जाऊँ न।
बवाल देखिने भयो क्या दियोस् ए यहीँदेखि रहेछ त पारी जाने नि पारी जाने यहीँदेखि रहेछ त ओ माई गड है बवाल देखिया त यार एक्साइटमेन्ट भएको सुजन सर बवाल छ है बिच बिचतिर जान मिल्ने भयो त है बवाल हुन्थ्यो नि हाँसहरू छ नाराज तर धेरै फटक्क फट्केर अनि ढुङ्गाले लाग्यो भने त बर्बाद हुन्छ त यार हुँ पर ल यही त हो खतरनाक छ क्या फेरि यार बिचारेको के भन्थ्यो बिचरा यार ए ओ पर हाँस खेलेको यार स्विमिङ गरे हाँस बवाल छ त ताल त तर सुजन सम्धी कतिको गहिरो छ होला है बवाल छ है जाम भोट सब्सक्राइब गरिदिन्छौ र साँच्ची हो भ्लगको नाम भन र के हो साँच्ची गरिदिन्छौ कसम आऊ ल ढाँटी मरिजाम भन ल ढाँटी मरिजाम सब्सक्राइब गरिदिन्छु भन ल मेरो के होला जस्तो होला भन त कति सब्सक्राइब होला जस्तो हो मेरो तपाईको 1K कसरी मिलायो यार भाइले त हट्टा मिलाउँदो रहेछ त कसरी जाडु गर्छौ तिमीले ए भन्छ त्यही त नि क्या तिमी के हो 10 नम्बरमा होला तिमी ए उसलाई सोध्दैन उसलाई कहाँ बस्छौ त नि बाबु तिमी यही गाउँ हो अनि म्यानुअलको स्पेलिङलाई फेरि भन त म 20 रुपियाँ दिन्छु कि ल यमे यन यी त पछि हो यमे यन ल फेरि भन ल यमे यन मगरको स्पेलिङ भन ल ल 20 रुपियाँ पायो है तिमीहरूले रुक त्यो बाटो त खतम रहेछ ए इच्ची उकाल्नु पऱ्यो कि यिनीहरू फेरि कहाँबाट हारेछ यहाँ ल्याउन सुजन सम्धी आलमारी ल्याउन धेरै नि म यस्तो राख्छु भनेको यहाँ ल्याउनु न यहाँ त मौका जान्छु त नि ल हामी चाहिँ आइसकेको अवस्था ढल्छ कि के हो यही हो टिटिलेक बाल छ यार भोके जान्छ अहिले अहिले माछा सम्झ जाला र सम्झी फेरि
हो एमआरबीलाई राजकुमार एमआरपी अलि अस्ति भर्खर आएको थियो नि बुढाबुढी आएको थियो नि कहाँदेखि हो तिनीहरूले टिकटक गराएको यहाँ डाँडा कता त्यहाँदेखि होइन यता गराएको थियो नि तिमीले गराइदिएको हो त्यो टिकटक ए कसले गराइदियो त हो र ऊ हान्ने हो न उहिले हान्ने उल्टे जास्तिको हान्न ल सक्छ कि सक्दैन 10 रुपियाँ दिन्छु क्या ल तिमी हान ल ट्राई गर नि केटा यार यस्तो यार म 10 पुसअप ल पुसअप च्यालेन्ज खेल्ने है त ल ओए सक्दो रहेछ नि यो सुल्टी हो है उल्ट्यो भनेको त्यस्तो फर्किने क्या यस्तो हातले हिँड्न सक्छौ खुट्टा थार पारेर सकेनौ ल बाबु यो बाबुले सक्छ जस्तो लाग्यो ल ट्राई गर त ल सक्छ जस्तो लाग्यो यो बाबुले यार आज के हो छुट्टी हो तिमीहरूको ए आज शनिबार हो थाहा नै छैन यार कस्तो जाडो मौसम गरे है यहाँ गुही छैन गुही के छ त यहाँ ए माछा मार्दैनौ केटा तिमीहरूले भिडियोलाई सब्स्क्राइब गरिदिनु जाने चाहिँ मगरलाई सब्स्क्राइब गरिदिनु त्यही भन्न चाहन्छु खतरा ट्यालेन्ट रहेछ नि यार ल तिमी पनि भन न फलो गरिदिनुहोस् अरू लाइक सेयर सब्स्क्राइब अनि हामीसँग भित्र कस्तो लाग्यो त आउनु यहाँ भित्र कस्तो लाग्यो त दामी कस्तो हेन्सम छ कि नराम्रो छ कि ठिकै छ कि कस्तो तपाईँ हेन्डसम म हेन्सम छु कि तिम्रो नजरमा अरू हेन्सम छैन नि यहाँ रहेछ चस्मा लगाएको है मैले चस्मा छैन भन्नु ल को हेन्सम छु ल अन्त तपाईँ दुईजना छैन भन्नु कि किन तिम्रो ममा फेरि को हेन्सम छ त तपाईँ गफ नहान नि तिमी जस्तो मान्छे हेन्सम अब कहिले जाने हो त बाबु तिमी मराङ फेरि दुइटै हेन्सम छ स्योर हो झुट बोले छैनौ नि ल शनिबार अब यहाँ बाई बाई भन्ने बाई 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 ल फेरि 1 सेकेन्ड गऱ्यौ न ल यस के अरे भन न के अरे यहाँ म्यानुअल मगर युट्युब च्यानलमा भिडियो हेर्नेहरूलाई सबैलाई आई लभ यु भन म्यानुअल मगर भिडियो हेर्नेहरूलाई सबैलाई आई लभ यु चुप्पा गरिदेऊ ढाल्यो यार भाइले ढाल्यो मलाई नै ढाल्यो कि फेरि यार गाह्रो ल हामी यति भन्दै रमाइलो गरेछौँ अनि अब हाम्रो यात्रा भनेको हाम्रो पोखराको हुनेछ यति भन्दै घुमाउन त ल आउनु भाइ आउन घुम्न ल घुम्न